हेलो हेलो नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। अब चाहिँ हामी ड्युटी जान लागेको, त्यसैले हामी चाहिँ रेडी भएर रुमबाट निस्किँदैछौँ। लेट्स गो केटीहरू डान्स गर्दै हिँड है। आज चाहिँ हामी यताबाट घुम्दैछौँ, घुमेर जाने हाम्रो प्लान छ। त्यसैले हामी अलिक छिटो निस्केको, छिटो भन्दा पनि 20 मिनट। त्यसैले हामी जाँदैछौँ। ब्युटी पार्लर हस्पिटल नपसाइ कहाँ हौ? गफले भिलिगिली हस्पिटल खाले भयो अनि ठिक अस्ति किन्छु भने चाहिँ बिर्सेर गाईको उयो देखेर बिर्सेछु मेरो। अनि कति साह्रो चाहिँ मेरो जिन्दगी हस्पिटल आयो टाइपको है। गाइस यो चाहिँ हाम्रो एरियाको जिए अटोल हस्पिटल। दिस इज आवर हस्पिटल, बिलिङ्गिली आइल्यान्ड हस्पिटल फाइनली। हो र भन्या अनि बिलिङ्गिली मालदिप्स आएदेखि कस्तो महसुस भइरहेछ कामहरू भन तिमीलाई? बब्ली तेरो मोबाइल वाबै तेरो स्माइल भन न यार, सिरियस सोधिरहेछु। म त अब बुढी भएँ, यहाँनिर काम गर्दा गर्दा मलाई बस्दै छैन। तिमीहरूलाई कस्तो लागिरहेछ भन? समुद्रमा हाम हालेर मर्नु मात्र हो र, पैसा कमाउन आएको हेर त्यसो भनेर हुन्छ? हिम्मत हारेर हुन्छ भनेर यहाँ हेर। नारी शक्ति जय नारी जय नेपाल जय नारी भने सुनेको छ कि छैन? अनि भन भोट कसलाई? आन्टी भोट कसलाई? म त कसलाई पनि होइन, मेरो भोट लिसै छैन। हर्क साम्पाङको अलिअलि बिग फ्यान नै हो हामी थोरै। तर अलिकति कुराहरू गरेको सुन्दाखेरि चाहिँ अलिक कस्तो भोट केलाई माटोलाई हर्क साम्पाङ ढ्यान टेडेङ। ए डान्स गर न, पार्टी डान्स गर न यार, कपल्स डान्स। द ब्लू बिन रेस्टुरेन्ट। हजुरहरू कफी खान आउनु होला। हामी मिल्क कफी, ब्ल्याक कफी चाहिँ हामी एकदम बेस्ट बनाएर दिन्छौँ है। खाना चाहिँ थाहा भएन तर सर्भिस चाहिँ राम्रो हुन्छ। सर्भिस चाहिँ फेरि नम्बर 1 बेस्ट होला हाम्रो चाहिँ। फेरि गाई राम्रो सर्भिस नेपालमा आएर हामी रेस्टुरेन्ट खोल्ने हाम्रो प्लान छ होइन गाइजहरू? हजुर आउनु होला। फाइनली हामी चाहिँ आइपुग्यो होइन रेस्टुरेन्ट गाइजहरू। लहै भोट केलाई भन त, भोट केलाई हर्क साम्पाङलाई। फाइनली हामी चाहिँ ड्युटी आइपुग्यौँ। थ्याङ्क्स फर वाचिङ। बाई बाई बाई।